इन्टरनेटमा यस्तो कारासोल त पक्कै देख्नुभएको छ, तर कसरी बनाउने थाहा छैन भने म भन्छु। फर्स्टमा वेबमा जाने, क्यानभा खोल्ने, त्यसपछि होम सेक्सनमा जाने र सोसल मिडियाको अप्सन हुन्छ। त्यो सोसल मिडियाको अप्सनमा क्लिक गरेपछि त्यहाँ इन्स्टाग्रामको पोस्टको साइज हुन्छ, जुन चाहिँ 1080x1350 हुन्छ। अब तपाईँले यसमा थोरै सानो क्यालकुलेसन गर्नुपर्ने हुन्छ। यदि तपाईँ 4वटा स्लाइडको कारासल बनाउँदै हुनुहुन्छ भने 1080x4 गरी आएको नम्बर कस्टम साइजमा राख्नुपर्छ। मेरो केसमा म 2टा स्लाइड बनाउँदैछु, त्यसै कारणले गर्दाखेरि मैले 1080x2 गरेर 2160 विथ र 1350 को हाइट राख्छु। त्यसपछि यस्तो इन्टरफेस आउँछ। त्यहाँ टप लेफ्ट कर्नरमा फाइलमा गई सेटिङमा गई एड गाइडको अप्सनमा क्लिक गर्नुपर्छ। त्यहाँ गई कस्टम अप्सनमा गएर कोलम 2 र ग्याप 0 पार्ने। तपाईँको केसमा तपाईँले कतिवटा स्लाइड बनाउने हो त्यति नै नम्बर राख्नुहोला। त्यसपछि डिजाइन बनाउने। मेरो केसमा मैले पहिला नै बनाइसकेको छु। डिजाइन बनाएपछि क्यानभाको एप सेक्सनमा गएर कारासोल स्प्लिटर भनेर सर्च गर्ने। कारासोल स्प्लिटरमा आफ्नो डिजाइन एक्सपोर्ट गर्ने र स्प्लिट एन्ड जेनेरेटमा क्लिक गर्ने। त्यसपछि तपाईँको स्लाइडहरू छुट्टै छुट्टै आइसकेको हुन्छ र त्यो स्लाइडलाई छुट्टा छुट्टै गरेर डाउनलोड गर्नुहोस्।